हेलो गाइज, आज हामी चाहिँ तपाईँको चौरी खर्क बारेकोट भन्ने ठाउँको चौरी खर्क पाटनमा चाहिँ हामी जाँदै थियौँ। त्यो क्रममा हामी बिहान नेपालगञ्जदेखि हिँडेको, अहिले साँझखेर चाहिँ बिस्तारै आयौँ। साँझखेर चाहिँ हामी यहाँ जाजरकोट खलङ्गातिर पुगेका छौँ। यो जुन तपाईँले माथि देख्दै हुनुहुन्छ यो चाहिँ हाम्रो जाजरकोट खलङ्गा हो। एकदम राम्रो छ यो ठाउँ चाहिँ। तपाईँहरू पनि घुम्न चाहनुहुन्छ भनेपछि मैले यसमा रुटहरू सबै मेन्सन गरिदिन्छु, आएर घुम्न सक्नुहुन्छ। अहिले चाहिँ हाम्रो यात्रा तकसेरासम्मको भइरहेको छ है। रातिको 9 बजिसकेको छ। राति पनि त्यही बेला नुहाउनु पर्ने भयो। अहिले चाहिँ रातिको 10 बजे हाम्रो यता तकसेरासम्मको हो। यो पाइ देखिरहेको चाहिँ मुसिकोट है, रुकुम मुसिकोट भन्ने एउटा हो। राति मैले राम्रो देखाएन, भोलि दिनमा देखाउँछौँ बबाल तरिकाले फर्किँदाखेरि है। यही हो लगेकडा हो। अहिले चाहिँ हामी यतातिर है, हामी यहाँदेखि तकसेरा जाने हेर्नु सक्नुहुन्छ। तकसेराको बोर्ड हो यता काठदेखि तकसेरा छिरिमै हामी। अनि त्यही हो, भिसमा जाने भनेको अलिकति पानीले पऱ्यो, अनि त्यही भएर सकिँदा पनि सकेन क्या, निन्द्राले पनि सतायो अलिकति होइन। दाइलाई पनि अलिक गाह्रो भयो बाइक चलाउनु, म पनि चाहिँ अलि झ्याउ लाग्यो चलाउन, त्यही भएर हो। यहाँदेखि अब तकसेरा 21 किलोमिटर मात्रै छ। तलदेखि देखिने चाहिँ तपाईँको यो यहाँनिरको काँक्रीदेखिको माथि देखिने गाउँ भइहाल्यो, तलको चाहिँ यो काँक्री बजार भइहाल्यो। अनि त्यसपछि तपाईँ यो पुरा पहाडहरू कस्तो राम्रो छ यहाँ। रुकुमलाई त्यसै भएर पनि 52 टाकुरी र 53 ताल भनेर चाहिँ भन्ने गर्छन् क्या मान्छेहरूले। यो सायद यही दृश्य भएर होला। यस्तो दामी छ एउटा भ्यू, अब के भन्नु घर बस्ने मान्छेहरूलाई होइन। यस्तै हो, नत्र यहाँ लाइभहरू लाग्दा भोलि कति बवाल नै लागिरहेको छ केटा हो। मजा आइरहेको छ जे होस् होइन। लाइफमा अलिअलि घुम्नुपर्छ केटा हो। घुम्ने उमेर यही हो है, बाँचुन्जेल मौज गर्ने हो। मरेपछि के हो भने जस्तो फेरि है। अन्त बिरुसिर लाग्यो देखि सक्नुहुन्छ, रोडमा जस्तो छ। काँक्रीदेखि चाहिँ आधी घन्टा 45 मिनटको लगातार राइड पछि चाहिँ हामी अहिले यो तपाईँको पुथा उत्तर गङ्गा गाउँपालिकामा प्रवेश गर्न लागेको छौँ। आउँदाखेरि चाहिँ बाटो एकदम एडभेन्चर, एकदम साहसीपूर्ण चाहिँ बाटो लाग्यो हामीलाई। अब यहाँदेखि हामी तल ओह्राली छ भन्ने बाटो सुन्ने छ क्या यहाँदेखि। अब चाहिँ हामी यो तकसेरा प्रवेशद्वारमा पुगिसक्यौँ है। यही हो, पानी यस्तो छ मौसम हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। पानी सानी पर्ने, कुहिरोसुरो लाग्ने। अब योभन्दा अगाडि चाहिँ एउटा यो गेट देख्यो, गेटभन्दा अगाडि केही देखियो होइन, देखाउने कोसिस गर्नेछौँ अब है। ल स्टे ट्युन है त। राइडर यता हुन्छ हाम्रो। फाइनल्ली हाम्रो डेस्टिनेसनमा पुगिसकेका छौँ। ठ्याक्कै कुहिरोले ढाकिदियो। त्यहाँनिर एउटा यो चाहिँ दुईवटा तकसेरा भन्छौँ, एउटा तक र सेरा भनेर दुईवटा गाउँ चाहिँ बाँडिएको रहेछ। अनि यहाँनिर चाहिँ यो सायद यतानिर देखेको यो चाहिँ तक होला अथवा सेरा होला। अनि एउटा चाहिँ यता तलतिर पनि रहेछ, यता तलतिर पनि छ एउटा। यो चाहिँ अब एकमुष्ट रूपमा समग्रमा भन्नुपर्दा चाहिँ यो तकसेरा भयो क्या अरे। अहिले हामी यहाँसँग पुगिसकेका छौँ। अबदेखि यसो राउन्ड लगाएर यहाँदेखि ट्याक्क बजारमै हामी पुग्छौँ। ल गाइस, हामी फेरि जोइसक्यौँ यता। अहिले चाहिँ हामी तकसेरामा। अनि दादा यता दादा हेरिदिनु त ल नक्क लाएर। अनि यस्तो छ यहाँ, आज चाहिँ यहाँ यता चाहिँ डाकिराम हुँदैछ, झाँक्री नाचेर केटाहरू। जागिना रहेछ। हामी चाहिँ त्यो हेर्न ट्याक्क संजोगले यहाँ ट्याक्क जुऱ्यो क्या हाम्रो फेरि हेर्ने हो होइन। हेर्ने मौका मिल्यो, त्यही हो। ए बच्चा खेल्दा खाने त यता ल रमाइलो गर्नुहोस् केटा हो। यही हो होइन, घुम्नुपर्छ कहिलेकाहीँ, चलपल दिनुपर्छ। यो चाहिँ तकसेराको तक गाउँदेखि सेरा फर्किँदै गर्दाखेरि हामी बाटोमा अलिकति बाटो बिग्रेर चाहिँ गोचरहरू बनाउँदैछ। ट्राफिक सर पनि हुन्छ। बाटो चाहिँ एकदम बर्खामा घुम्न आएको बाटो चाहिँ एकदम भनौँ एकदम खतमै छ भनौँ बाटो। एकदम सेफ्टी प्रिकसनहरू सब अपनाएर
बेलामा अहिले भर्खरै भूकम्पको महसुस भएको छ होइन खतरा भूकम्प आयो तर ल जति भूकम्प आयो भने चाउचाउ ल्याएर चाहिँ चाउचाउ खाना चाहिँ छोडेको छैनन् मोबाइल राखेको थियो यस्तरी हल्लायो नि यो भूकम्पले अहिले खतरा हल्लाइयो पानी पनि परिरहेको छ भूकम्प आयो आज आएर सुत्न सकिन्न जस्तो छ हामी त अझ माथि थर्ड फ्लोरमा छौँ ल यो केटा अहिले चाहिँ हामी यता तक रहेछ है यता तक यता रहेछ छिरा चाहिँ पारी रहेछ होइन तक घुम्न आएको हल्का हुन्छ नि तकको पुरै गाउँकै होइन अलिकति क्लिप लगाउँ राम्रो फुल भिडियो आएको होइन अलिकति फुल देखेको लगाउँ भनेको तर यहाँदेखि पनि लभली देखिरहेको यो तक रहेछ पारीको सेरा तक सेरा रहेछ यता त्यही हो ल अब दुई शब्द भन्दा के भन्नुहुन्छ तकसेराको बारेमा है दादा के भन्छु तकसेराको बारेमा यो मान्छेहरूले यसलाई तकसेरा भने पनि तक र सेरा मिलेर चाहिँ तकसेरा भएको रहेछ के अरे अब यो जुन यो देखिएको छ अगाडि फ्रन्ट लुक्समा यो चाहिँ तपाईँहरूको तक भइहाल्यो ठ्याक्क यो डाँडादेखि त्यो डाँडा पनि देखाउँछ भाइ ठ्याक्क त्यो डाँडादेखि पारिपट्टि चाहिँ सेरा भन्ने गाउँ छ सेरा भन्ने चाहिँ तुलना यो तकको तुलनामा हल्का सानो छ तक चाहिँ अलिक ठुलो रहेछ राम्रो छ यहाँ चाहिँ अब पुस मङ्सिरतिर तपाईँको हिउँ पनि पर्ने सम्भावना हुन्छ कुनै वर्ष हिउँ पर्ने कुनै वर्ष हिउँ नपर्ने पनि यस्तो छ ल भ्यू चाहिँ यस्तो छ अहिले यहाँको अनि हामी यता तक सेरा दुइटै पुग्नलाई ठ्याक्क हाम्रो मेन पोइन्ट भनेको पारीको ऊ त्यो त्यति बाटो देखाउनु त्यो पारीको रहेछ है अर्को भन्दैछौँ हामी ल दा यो माथिको त्यो बाटो देखेको जुन जुम अरे त्यो बाटो देखेको चाहिँ ठ्याक्क रुकुम मैकोट जाने बाटो चाहिँ त्यही बाटो रहेछ एकचोटि हामी चाहिँ बर्खामा अलिकति बाटो बिग्रेर जान भएन म टाइमले पनि मिलेन नेक्स्ट टाइम चाहिँ हामी अब मैकोट पनि जान्छौँ के अरे त्यही हो यो ढोरपाटन सिकार आरक्षण कार्यालय तकसेरा पूर्वी रुकुममा छौँ यहाँदेखि तपाईँको यो ठ्याक्क यो जुन अगाडिको जुन गाउँ देखेको छ यसले चाहिँ मान्छेले भन्ने गर्छ कि यो चाहिँ तपाईँको झन्डै 1000 वर्ष पुरानो चाहिँ इतिहास बोकेको छ भनिन्छ जस्तै यो तपाईँको यसलाई चाहिँ हामीले नर्मली भाषाहरूमा तकसेरा भने पनि यो चाहिँ एउटा तक भन्ने गाउँ हो त्यसपछि यसको कुनातिर उतातिर देखिने चाहिँ त्यो कुन गाउँ गरे यो चाहिँ बाछी गाउँ यो चाहिँ बाछी गाउँ हो यहाँदेखि चाहिँ लगभग 1 किलोमिटर जति रहेछ यो चाहिँ बाछी गाउँ भइहाल्यो त्यहाँदेखि माथितिर जाने त्यो मैकोट जाने बाटो भइहाल्यो यति नै हो यो चाहिँ अब सिकार आरक्षणको कार्यालय हो त्यो अफिस बिल्डिङ नयाँ भवन बन्दैछ यहाँ अहिले यो पूर्वी रुकुमले पनि विकासको एउटा गति लगिरहेको छ म पनि स्वयं आफै यो रुकुममै जन्मेको हुँदा चाहिँ यो पुरै देख्दाखेरि रुकुममा यति ठाउँ यति सुन्दर ठाउँहरू देख्दाखेरि आफूलाई पनि अलिकति प्राउड फिल गर्व हामी अब सेराको लागि फर्किन लागेको होइन त्यही हो अनि यति तकसेरा आउँदै हुन्छ भने चाहिँ यता यो वारी आउन नछुटाउनु होला है अझै फेरि तकसेराको फुल भिडियो खिन्छ नाइस छ होइन यो यहाँ आएर एउटा पक्की पुल छ पक्की पुलको साइडदेखि माथि बाटो छ अनि त्यहाँदेखि चाहिँ हजुर 2 मिनटको हिँडाले हल्का माथि पुग्नुहुन्छ एउटा मन्दिर जस्तो रहेछ ल ठिक छ हामी फेरि तकको भ्यू हेरेर फेरि सेरातिर ब्याक टु सेरा हाम्रो जहाँ स्टे गरेको होटलमा ब्याक जाँदैछौँ त्यही नै हो तकसेराको जुन तक गाउँ छ तक गाउँदेखि चाहिँ अब भित्रतिर गएर अब भिडियोमा यो क्लिपहरूमा केही देखाउँछौँ भित्रतिर कस्तो रहेछ यहाँको भ्यूहरू अनि यहाँ यो देखाउने यहाँभित्र चाहिँ तपाईँको जुन परिवेशमा चाहिँ मोटरसाइकलहरू गाडीहरू चाहिँ सबै निषेध गरेको छ के अरे यो भित्र चाहिँ यिनी कुराहरू जान मिल्दैन यहाँ मान्छेहरू चाहिँ पैदल
हिँडेर चाहिँ भित्रको दृश्यहरू हेर्न मिल्छ। त्यही छ। अहिले यो पुथो उत्तर गङ्गा गाउँपालिका रुकुम पूर्वीको भाग हो। एउटा जामतभित्र हो। ब्लगमा दादा पनि जोडिसक्नु भएको छ है। बाजुरादेखि बाजुरादेखि हुनुहुन्छ उहाँ है हाम्रो गेमको सिलसिलामा त आउनुभयो दादा। अनि अहिले चाहिँ हाम्रो साथमा तक भ्याली घुम्दै हुनुहुन्छ। अनि त्यही हो गाइड ल। हाम्रो साथमा उहाँ दुइटा पनि गाइड हुनुहुन्छ। हामीलाई अघिदेखि गाइड गर्दै हुनुहुन्छ उहाँ दुइटाहरूले होइन। त्यही त यतातिर यस्तो छ मौसम हेर्न सक्नुहुन्छ है। इजी हो त। के छ केटाकेटी हो तिम्रो खबर? के छ? इजी हो त। यस्तो गरिदियो इजी हो त। अनि देख्न सक्नुहुन्छ सिमी रहेछ त्यहाँ सुकाउनु भएको छ। हामी चाहिँ अब हल्का है गाउँ भिजिट हान्नु पर्ने भयो। अरू देखियो भन्दा पनि हामीले हान्यौँ। यस्तो छ देख्न सक्नुहुन्छ है त्यसको हालत। घरको माथि घर। यस्तो छ नाइस आयो। इजी हो त। अनि ठिक छ हेर्नु दाउरा साउरा यस्तो छ। यो पछि अहिले हामी यहाँ माथि तक गाउँको भित्री भागतिर यो गल्लीतिर आएको छौँ। यो घरमाथि यसरी बिसोन सुकाइरहेछौँ। सिमीहरू हो क्या यो सायद। ठ्याक्क अहिले यतिखेर हामी चाहिँ तकसेराको तक गाउँको जुन एउटा तक गाउँको भ्याली छ त्यो ठ्याक्कै त्यो घरको एउटा घरको माथि छौँ। अहिले हामी उभिरहेको चाहिँ यो घर हो। अझ हाम्रो निशान्त भाइ के भन्न चाहन्छौ यो गाउँको बारेमा केही भनिदिउ न। कस्तो लाग्यो तिमीलाई भाइ? ठाउँ चाहिँ बवाल छ है। हाम्रोको भाइ सिक्न छ। नेत्रलाई के भन न यहाँदेखि? नेत्र भाइले हामीले मिस गरेर छौँ। भाइ त आउनु पनि थियो तर मिस गरेर आउँछ साँझ यिनीले। नाइस छ नि त। इजी हो त नि भाइ। त्यहाँ तक गाउँ भयो। हामी चाहिँ यहाँ घरको माथि छौँ। यहाँबाट हाम्रो बजाङदेखि हुनुहुन्छ ए बाजुरादेखि हुनुहुन्छ हाम्रो जीवन दाइ। बजाङदेखि रविन्द्र डाँट रविन्द्र डाँट। ल गाइस अहिले चाहिँ हामी तल निस्किन लाग्यो है। किनभने हाम्रो केटाहरू पारी ग्राउन्डमा आइसकेका छन्। हल्का फुटबलको ट्रेनिङ गर्ने गरे किनकि हाम्रो भोलि गेम छ होइन। त्यही हो। अहिले चाहिँ हामी यो सानो गल्लीदेखि निस्किँदैछौँ। हेर्नुहोस् हाम्रो यो मुस्ताङको जेरी गल्ली जस्तै तकसेराको गल्ली होइन। सबैतिर भ्याउनु पऱ्यो नि त। पूर्वदेखि पश्चिम र पश्चिमदेखि पूर्व। अनि हाम्रो साथमा हुनुहुन्छ अहिले पछाडि भुवन गोसाई र अगाडि हुनुहुन्छ जीवन रावल दाई होइन। त्यही हो हाम्रो यात्रालाई अलिकति रमाइलो बनाउँदै हुनुहुन्छ उहाँ दाइले। अहिले पछाडिको दाई भुवन गोसाईले पनि हाम्रो यात्रालाई एकदमै साथ दिनुभएको छ अहिलेसम्म। अनि केटा हो फर्स्ट टाइम भ्लगिङ हो है। कतिपय कुराहरू हाम्रो नमिल्न सक्छ होइन। कतिपय हामी शब्द नराम्रो बोल्न सक्छौँ। त्यसमा चाहिँ अलिकति हामीलाई होइन माफ गरिदिनु होला। त्यही हो। नेक्स्ट टाइमदेखि हाम्रो राम्रो सबै कुराहरू हामी राम्रो निकाल्ने कोसिस गर्नेछौँ। त्यही हो। अरू सहित इजी हो त एउटा होइन। यो यहाँ बहिनीहरू गेम चल्दैछ। भोलि ट्रेनिङ छ अरे यसो होइन। हल्का कुरासुरा गरेर होइन केटालाई गेम खेलेर अरू चाहिँ हामी लगेर निस्किनु पर्ने हुन्छ होइन। त्यही केटा हो। अब चाहिँ हामी सिधै पारी सेरा होइन सेरातिर आफै बसोबास बसेको ठाउँमा जाँदैछौँ। केटाहरू चाहिँ छन्। त्यही हो। भन्दै कस्तो भइरहेछ त? मलाई चाहिँ यहाँ एकदम रमाइलो लाग्यो तर रमाइलो छ नि होइन। रमाइलो छ। यो अब यो छ नि हाम्रो नानीहरूले लुङ्गी लगाएको यहाँ दामी लाग्यो नि मलाई। गेम खेल्दाखेरि पनि लुङ्गीसँग खेल्ने कि जस आफ्नो पहिचान चाहिँ छोडेको छैनन् होइन। पहिचान छोडेको छैन। यहाँ चाहिँ त्यस्तो सहरिया जस्तो छैन है। यताउता कट्टो लाउने यता चलन छैन होइन है फेरि त्यो छैन फेरि। अनि लगेडा हो चल्दै देखिरहेको ठ्याक्क नाम चाहिँ थाहा भएन गाउँको होइन। अहिले चाहिँ हामी आफ्नै अब हुन्छ नि त सेरातिर जाँदैछौँ। यस्तो छ बाटो देख्न सक्छ। पारी गाउँ छ ऊ पारी बत्ती भनेर ठाउँ सेरा हुनसक्छ मेबी हुनसक्छ है फेरि। अनि अब चाहिँ हामी अन द वे ब्याक हामी सेरातिर आउँदैछौँ। अहिले तक बन्छौँ होइन। ल के हो बाटो जस्तै छ त। यस्तो छ बाटो देख्नुहुन्छ। गाडी अनि आज चाहिँ अलिक बाटो राम्रो रहेछ क्या गाडी। यो बाटो राम्रो हो फेरि होइन। अस्ति फेरि अलिक जस्तै थियो बाटो। मेसिन आएर अलिकति सफा गरे हो होइन। अनि त्यही हो। इजी हो त अब तकसेरा
तकबाट सेरातर्फ लाग्यौँ है। साउन्ड आयो कि आएन यहाँ त्यो पनि थाहा छैन, ब्याकग्राउन्ड साउन्डले गर्दा अलिकति होइन यस्तै छ अवस्था अहिले। बाटोको अवस्था यस्तो छ, साइडमा खोला छ, यस्तो छ खोला हेर्न सक्नुहुन्छ गाइज। पानी छ, पानी बत्ती बल लगाएको चाहिँ तक हुन्छ सेरा हो फेरि हल्का हड्डी नभएको चिप्लो लटपट्टि मेरो त्यही त हो गाइज। यस्तो त टोलीहरू चाहिँ मेलाबाट फर्केर गयो, अघि मेला लागिरहेको थियो नि त पर। इजी हो त, त्यही हो गाइस। ल चल्दिस इजी हो त, इजी।